2058 जेठ 19 गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश विनाश भयो। दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेको र पछि आफैलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली नागरिकहरूले त्यसको विश्वास गरेका छैनन्। अहिलेको बलियो सरकारमा पुनः गृहमन्त्री बनेका सुदन गुरुङले त्यही 25 वर्ष अगाडिको कहाली लाग्दो घटना छानबिन गर्ने निर्णय गरेका छन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहँदा त्यसको छानबिनको निर्णय हुनु स्टन्ट मात्रै कि साँच्चै जनताले सत्य तथ्य जान्न सुन्न पाउलान् भन्ने धेरैको आशंका छ। आउनुहोस् आज यसै विषयमा चर्चा गरौं। राजदरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भइसकेको छ। 2058 जेठ 19 को साँझ रात्रि भोजमा दरबार हत्याकाण्ड भएको थियो। उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको परिवार सहित 10 जनाको हत्या भएको थियो। हत्याकाण्डपछि सरकारले छानबिन समिति बनाएको थियो। सो समितिले तत्कालीन युवराज दिपेन्द्रले गोली चलाएर बुबा वीरेन्द्र सहित परिवारको हत्या गरेपछि अन्तिममा आफैमाथि गोली चलाएर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। तर समितिको उक्त प्रतिवेदनलाई धेरैले विश्वास गरेनन्। फलस्वरूप धेरैका नजरमा दरबार हत्याकाण्ड अझै पनि रहस्यमय नै छ। 25 वर्ष अघि हत्याकाण्ड भएको नारायणहिटी राजदरबार अहिले संग्रहालय बनेको छ। दरबार हत्याकाण्ड भएको 14 वर्षपछि तत्कालीन राजा ज्ञानेन्द्रले हत्याकाण्डको मूल थलो त्रिभुवन सदन भत्काएर अर्को भवन बनाउन लगाएका थिए। नेपालको समकालीन राजनीतिक इतिहासमा राजदरबार हत्याकाण्ड सबैभन्दा रहस्यमय, संवेदनशील र बहसको विषय बनेको घटना हो। घटना भएको 25 वर्षपछि गृहमन्त्री गुरुङले यस प्रकरणबारे पुनः छानबिन गर्ने प्रतिबद्धता सार्वजनिक गरेपछि नेपाली राजनीति फेरि एकपटक तरङ्गित बनेको छ। गृहमन्त्रीको यो अभिव्यक्तिले संसददेखि सडकसम्म नयाँ बहस जन्माएको छ। यसले पुरानो घटनाको स्मरण गराएको मात्र छैन, लामो समयदेखि मौन रहेका राजनीतिक शक्ति केन्द्रहरू, पूर्व शासक पक्ष, गणतन्त्रवादी दलहरू तथा विभिन्न वैदेशिक स्वार्थसँग जोडिएका शक्ति समूहहरूलाई समेत झस्काएको छ। 25 वर्ष अघिको घटना भएको हुनाले अहिले सत्य तथ्य पत्ता लगाउन सहज भने छैन। तर 48 दिनपछि दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व सम्हाल्दै गुरुङले 25 वर्ष पुरानो नारायणहिटी राजदरबार हत्याकाण्डको छानबिन गर्ने अठोट गरेका हुन्। विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। गृहमन्त्रीले जति सजिलै निर्णय गरे अनुसन्धान र प्रक्रिया भने त्यति सजिलो पक्कै छैन। मुलुकी अपराध संहिता अनुसार हत्या कसुरमा प्रमाण नखुलेमा 20 वर्षसम्म अनुसन्धान गरेर मुद्दा अदालतमा लैजाने हदम्याद हुन्छ। मुलुकी अपराध संहिता 2074 को दफा 187 अनुसार आरोपितको पहिचान खुलेमा जुनसुकै बेला पनि अनुसन्धान गरेर अभियोजन गर्न सकिने व्यवस्था छ। त्यस्ता मुद्दामा अनुसन्धान गर्ने निकाय प्रहरीले घटनास्थलमा भेटिएको दशै प्रमाण संकलन र घटनास्थल जाँच मुचुल्का गरेर राख्नुपर्छ। दरबार हत्याकाण्डको जाहेरी दर्ता र पोस्टमार्टम समेत नहुँदा सो घटनामा प्रहरीको प्रवेश नै भएको छैन। गृहमन्त्री गुरुङले यस घटनाको अनुसन्धान गर्ने भनेसँगै विभिन्न टीका टिप्पणी पनि भइरहेका छन्। केहीले सत्यको खोजी तर्फको आवश्यक कदमका रूपमा व्याख्या गरिरहेका छन् भने केहीले यसलाई राजनीतिक रूपमा चर्चामा आउन खोजिएको विषय ठानेका छन्। नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुरक्षा विज्ञ हेमन्त मल्ल राजदरबार हत्याकाण्डको छानबिन निकै चुनौतीपूर्ण रहेको बताउँछन्। खोजेको हो, यसको राजनीतिक उद्देश्य हो कि जनतालाई जुन चाहिरहेको छ नि सत्य तथ्य जान्न, त्यसको लागि हो कि होइन? किनकि प्रमाणहरू के पनि छैन, न बरामदी छ, न ब्यालिस्टिक्सका के भन्छ प्रमाणहरू छन्, न पोस्टमार्टम भएको छ, न घाउ जाँचको केही गरेको छ, होइन? सत्य तथ्य छैन। जनतामा चाहिँ एकदमै इन्टरप्रेट गरेका छन्, आफ्नो आफ्नो किसिमले कथा बनाएका छन् नि, र जनताले जान्न पनि चाहेका छन्। अब एउटा पुलिस भोलिदेखि अब मानव गृह मन्त्रालय अन्तर्गत पुलिसले इन्भेस्टिगेटिभ तरिकाले त्यो कुरा बाहिर ल्याएर जनतालाई चित्त बुझाइदिने मात्रै हो, होइन? अब छानबिन गर्ने भनेपछि छानबिन किन गर्नु पर्यो? छानबिन त पुरानो प्रतिवेदन छँदैछ नि त। अब सही कुरा कुनै ग्यापमा यदि कुनै अविश्वास छ, केही छ भनेपछि त्यो जनतालाई सूचित गर्नको लागि मात्रै
ठिक होला, तर अरू कुनै उद्देश्यले गरेको भने त्यो चाहिँ ठिक हुँदैन जस्तो लाग्छ मलाई कि फेरि। नेपाली इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाका रूपमा रहेको नारायण हिटी राजदरबार हत्याकाण्ड सम्बन्धी उच्च स्तरीय छानबिन समितिको प्रतिवेदनले पनि संशय मेटाउन सकेको छैन। यसबीचमा बनेका प्राय सरकारले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउने बाचा पनि गर्दै आएका छन्, तर अहिलेसम्म कुनै पनि सरकारले राजदरबार हत्याकाण्डको वास्तविकता बाहिर ल्याउन सकेका छैनन्। तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्च स्तरीय छानबिन समितिले घटनास्थलको सूक्ष्म निरीक्षण, प्रत्यक्षदर्शीहरूको बयान र भौतिक प्रमाणहरूको संकलन गरी प्रतिवेदन तयार पारेको थियो। सो प्रतिवेदनमा घटनास्थलको विभत्स भौतिक अवस्था र त्यहाँ उपस्थित सदस्यहरूको बयानलाई विस्तृत रूपमा उल्लेख गरिएको छ। समितिमा तत्कालीन प्रधान न्यायाधीश उपाध्यायसँगै सभामुख तारानाथ राणाभाट र प्रतिनिधि सभामा विपक्षी दलका नेता माधव कुमार नेपाल सदस्य रहने गरी उच्च स्तरीय छानबिन समिति गठन गरिएको थियो। यद्यपि नेकपा एमाले स्थायी कमिटिको निर्णय बमोजिम नेता माधव कुमार नेपालले समितिबाट राजीनामा दिएका थिए। माधव नेपालले समितिमा नबस्ने घोषणा गरेपछि दुईजनाले छानबिन गरेर प्रतिवेदन सार्वजनिक गरेका थिए। दरबार हत्याकाण्ड लगत्तै तत्कालीन विद्रोही माओवादी नेता डाक्टर बाबुराम भट्टराईले नयाँ कोत पर्वलाई मान्यता नदिउँ शीर्षकमा लेख लेखेका थिए। रहस्यको गर्भमा रहेको दरबार हत्याकाण्ड सम्बन्धमा विभिन्न पुस्तकहरू पनि लेखिएका छन्। यस्तै 2065 सालमा गणतन्त्रपछि बनेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायण हिटीमा बनेको गणतन्त्र स्मारक उद्घाटनको क्रममा हत्याकाण्डको छानबिन गर्ने बताएका थिए, तर त्यो अधुरै रह्यो। नारायण हिटी दरबार हत्याकाण्ड सम्बन्धमा अनेक थरी आशंका र टिप्पणी रहिआएका छन्। दरबार हत्याकाण्ड हुने बेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले सो घटनालाई ग्रान्ड डिजाइनको संज्ञा दिने गरेका थिए। वीरेन्द्रको वंशनाश हुने गरी भएको सो हत्याकाण्डमा पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार भने सग्लो रहेको थियो। दरबार हत्याकाण्डको विषयलाई लिएर आफ्नो परिवारमाथि हुने गरेका टिप्पणी प्रति पूर्व राजा शाहले पटक पटक खण्डन गरेका छन्। नेपाली इतिहासको अत्यन्त रहस्यपूर्ण घटना छानबिन गर्ने मन्त्री गुरुङको घोषणाले फेरि एकपटक नारायण हिटी काण्ड चर्चामा आएको छ। यो विषय गृहमन्त्री स्तरीय निर्णयबाट हुन्छ कि मन्त्री परिषदमा प्रस्ताव लगेर भन्ने बारे भने गुरुङले केही खुलाएका छैनन्। नारायण हिटी दरबार हत्याकाण्डका कतिपय प्रमाण नष्ट भइसकेका छन् भने कतिपय व्यक्तिको निधन भइसकेको छ। हुन त अनुसन्धान नै असम्भव भने होइन। हाल भौतिक प्रमाणहरूको अवस्था कमजोर भएको हुन सक्छ र समयको अन्तरालले अनुसन्धानलाई जटिल बनाएको छ, तर अर्कोतर्फ घटनाका धेरै प्रत्यक्षदर्शीहरू अझै जीवित छन्। बयानहरू अभिलेखमा सुरक्षित छन् र आधुनिक अनुसन्धान प्रविधिले पुराना घटनाको पुनर्मूल्याङ्कन गर्न सक्ने क्षमता पनि राख्छ। त्यसैले अनुसन्धान असम्भव भने होइन, तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न अनुसन्धानको उद्देश्य हो। यदि यसको उद्देश्य राजनीतिक लाभ, जनध्यान मोड्ने प्रयास वा कुनै पक्षलाई दबावमा राख्ने रणनीति हो भने त्यसले थप जटिलता मात्र जन्माउनेछ। तर यदि राज्यले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय संयन्त्र मार्फत सत्यको खोजी गर्ने वास्तविक इच्छा शक्ति देखाउँछ भने यसले लामो समयदेखि कायम रहेको शङ्का र अविश्वासको अन्त्य गर्न सहयोग पुर्याउन सक्छ। रेखा श्रेष्ठ, फरकदार, काठमाडौँ।